एउटा कुरा थाहा छ नि साथी, समयसँगै सबै कुरा बदलिँदो रहेछ। कहिले साथीभाइ, त कहिले सम्बन्ध, त कहिले आफ्नै मन। यस्तै छ, आफूमा सहन सक्ने शक्ति, क्षमता हुनुपर्छ। जस्तोसुकै दुःख सुख आइलागे पनि आफूले आफूलाई सम्हाल्नुपर्छ। परदेशको ठाउँमा यहाँ न कोही आफ्नो, न आफन्त, न कोही छ। साथी नै हो सबभन्दा ठुलो कुरो। ऊ चाहिँ मेरो बेस्ट साथी। हामी सँगै काम गर्छौँ, सँगै बस्ने, एउटै रुम। मेरो बेस्ट सबैभन्दा मिल्ने मित्र साथी हुनुहुन्छ। उहाँको नाम चाहिँ स्टार हो। हजुरको घर घर चाहिँ कहाँ हो? सरकार घर कहाँ पर्यो? दाङ हो दाङ। दाङ घर। मेरो चाहिँ सिन्धुली। हामी दाङ, उहाँ चाहिँ दाङ, म चाहिँ सिन्धुली घर हो मेरो। हामी हाल 4-5 वर्षदेखि सँगै काम गरिरहेका छौँ। ठिक छ, राम्रै छ, चलिरहेछ। परदेशको ठाउँमा घाँसभन्दा पनि ठुलो साथी हो। साथीको साथ चाहिन्छ। बरु एक चा घाँस छोड्न सकिन्छ, तर साथीको साथ कहिल्यै छोड्न सकिँदैन। र नछोड्नु होला पनि कसैले है।